बालेन शाह आज प्रधानमन्त्री नियुक्त हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने, बालेनलाई राष्ट्रपाले बनाए संसदीय दलको नेता आज प्रधानमन्त्रीको शपथ लिने। जाँदा जाँदै निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, कहीँ कमजोरी रह्यो भने मेरै भागमा पारिदिनुहोला। रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा आइतबार सुनवाई हुने। रवि र बालेन मन्त्री छान्न छलफलमा 6 जना महिला सहभागी गराउन सुझाव। निर्वाचनले बहुमत असम्भव भन्ने भाष्य गलत साबित गर्यो निवर्तमान प्रधानमन्त्री सुशीला कार्की। सुशीला कार्कीले सार्वजनिक गरिने अन्तरिम सरकारका 192 मुख्य काम। 6 वर्ष अघिको जय महाकाली गीतलाई रिरेकर्ड गरेर बालेनले ल्याए नयाँ म्युजिक भिडियो। जाँचबुझ आएको प्रतिवेदनमा समावेश पत्रकारिताका विषयमा बोल्यो पत्रकार महासंघ। निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि रहेको निवर्तमान गृहमन्त्री ओम प्रकाश अर्याल। हामीमाथि सम्पूर्ण प्रहार भयो, केपी शर्मा ओलीको टिप्पणी। कार्की आयोगले दोषी ठहर गरेकालाई कारबाही हुनुपर्छ, ज्ञानेन्द्र साईको भनाई। महावीर पुन भन्छन्, भविष्य कसैले देखेको छैन, जे आइपर्छ त्यही गर्ने हो। शपथ ग्रहणकै दिन बालेनको निर्णय विरुद्ध माइती घरमा महिला अधिकार कर्मीद्वारा प्रदर्शन। रासोपाको जितलाई जादु भन्दै ओलीले भने 21 सिटले 2/3 आयो, हामीसँग त 25 सिट छ।